नमस्कार विद्यार्थी भाइ बहिनीहरू तपाईँलाई म विजेन्द्र साईको तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु आजको यो क्लासमा। आज हामी यो अकाउन्ट विषयको जर्नल भन्ने च्याप्टरबाट सिक्न गइरहेका छौँ अनि यो जर्नल भन्ने च्याप्टर चाहिँ क्लास 9 को अकाउन्ट बुकमा हामी भेट्न सक्छौँ भने 11 मा पनि हामीले यो लेसन पढ्छौँ अनि 9 र 11 अथवा 8 लाई पनि तिनटैलाई यो उपयोगी हुने तरिकाले आज म तपाईहरुलाई जर्नलको लेसनबाट सिकाउने छु। आज हामी जर्नल फर्स्टमा केही बेसिक इन्ट्रोडक्सन र केही त्यसका रुल्सहरू र केही बेसिक सामान्य जर्नल इन्ट्रीहरूबाट हामी सिक्नेछौँ। आउनुहोस् आजको भिडियोलाई सुरु गर्नेछौँ र भिडियोलाई यो हेर्दै गर्दाखेरि हजुरहरूले यो भिडियोप्रति कुनै सल्लाह सुझाव छ या कुनै प्रतिक्रिया छ भने हजुरले कमेन्ट सेक्सनमा राख्न सक्नुहुन्छ अनि भिडियोमा अन्तिमसम्म जोडिनुहोला। हुन्छ आजको भिडियोलाई हामी सुरु गर्नेछौँ अनि हामी भिडियोको सबभन्दा फर्स्टमा इन्ट्रोडक्सनबाट हेर्नेछौँ अनि जर्नल भनेको के हो त त्यो चाहिँ फर्स्टमा बुझ्नुपर्ने हुन्छ। हामी हेर्नेछौँ जर्नलको परिभाषा डेफिनेसनबाट। सो जर्नलले यो डेफिनेसनले के भन्छ त जर्नल इज द प्राइमरी रेकर्ड अफ अल फाइनेन्शियल ट्रान्जेक्सन अफ बिजनेस इन क्रोनोलोजिकल अर्डर। है जर्नल भनेको चाहिँ के रहेछ त भन्दा कुनै पनि बिजनेस अर्गनाइजेसनको जति नै फाइनेन्शियल ट्रान्जेक्सन हुन्छ त्यसको रेकर्ड राख्ने एउटा प्राइमरी बुक हो अथवा प्राइमरी रेकर्ड हो। है when any transaction takes place in a business organization, they are immediately recorded in journal. It is a primary entry of accounting. अर्थात् बिजनेस अर्गनाइजेसनमा जे जे फाइनेन्शियल ट्रान्जेक्सन हुन्छ त्यो अकर हुने बित्तिकै है त्यो ट्रान्जेक्सन प्लेस हुने बित्तिकै त्यसलाई हामी जर्नल बुकमा रेकर्ड राख्छौँ र जर्नललाई हामी के पनि भनेर चिन्न सक्छौँ त भन्दा अकाउन्टको प्राइमरी इन्ट्री। फेरि पनि भन्छु प्राइमरी इन्ट्री किन भन्दा सबैभन्दा फर्स्टमा बिगिनिङमा फाइनेन्शियल ट्रान्जेक्सनलाई रेकर्ड राख्ने पहिलो बुक या रेकर्ड नै जर्नल हो। है अनि हामी हेर्न सक्छौँ जर्नल बुकमा यसरी हरेक ट्रान्जेक्सनको रेकर्ड राख्ने प्रक्रियालाई या मेथडलाई या प्रोसेसलाई के भन्न सक्छौँ त भन्दा जर्नलाइजिङ। है जर्नलाइजिङ भनेको प्रोसेस हो जर्नल बनाउने काम या फाइनेन्शियल ट्रान्जेक्सनलाई जर्नल बुकमा इन्ट्री गर्ने तरिका। अगाडि बढ्नेछौँ। अब जर्नल हामी किन बनाउने त किन हामीलाई जर्नल बनाउन आवश्यक छ त भन्ने कुरा चाहिँ हामी हेर्नेछौँ। फर्स्टमा छ टु मेक पर्मानेन्ट एन्ड सिस्टमेटिक रेकर्ड अफ all the financial transaction। बिजनेस अर्गनाइजेसनको सबै ट्रान्जेक्सनहरूलाई लङ टर्म पर्पजको लागि एकदम सिस्टमेटिकली रेकर्ड राख्नको लागि है जति पनि ट्रान्जेक्सन हुन्छ त्यो सबै ट्रान्जेक्सनहरू बिजनेस अर्गनाइजेसनले सम्झिन सक्दैन। त्यसले गर्दाखेरि त्यो लङ टर्मसम्म त्यसलाई रिकलिङ गर्नको लागि त्यो ट्रान्जेक्सनको इन्फर्मेसनलाई अब्टेन गर्नको लागि एउटा सिस्टमेटिक तरिकाले रेकर्ड राख्नको लागि जर्नललाई युज गरिन्छ। टु सो डेबिट एन्ड क्रेडिट एस्पेक्ट अर अकाउन्ट इन्भल्भ इन इच ट्रान्जेक्सन र हरेक ट्रान्जेक्सनलाई दुईवटा भागमा डिभाइड गरेर मेन्टेन गर्नको लागि अर्थात् त्यो दुईवटा भाग भनेको एउटा डेबिट र अर्को क्रेडिट। है तपाईँ हामीले बुझ्नुपर्ने कुरो के हो भने सबै फाइनेन्शियल ट्रान्जेक्सनलाई दुईवटा क्याटेगोरीमा डिभाइड गर्छ है एउटा डेबिट र अर्को क्रेडिट। अर्को चाहिँ टु प्रेजेन्ट कम्प्लिट इन्फर्मेसन अफ इच ट्रान्जेक्सन र हरेक बिजनेस अर्गनाइजेसनको ट्रान्जेक्सनलाई कम्प्लिटली रेकर्ड मेन्टेन गर्नको लागि जर्नल बनाइन्छ। है अर्को चाहिँ छ टु हेल्प टु प्रिपेयर प्रिन्सिपल बुक अर लेटर। हामीले बुझ्नुपर्ने कुरो अर्को के भने जर्नल
बनाइसके पछाडि त्यसपछि पनि अकाउन्टिङका कतिवटा प्रोसेसहरू फलो हुन्छ, जसमध्ये एउटा चाहिँ लेजर, जसलाई हामी प्रिन्सिपल बुक पनि भनेर चिन्न सक्छौँ। यसको मतलब जर्नल नबनाइकन लेजर, ट्रायल ब्यालेन्स र अरू फाइनेन्सियल स्टेटमेन्ट रिपोर्टहरू बनाउन सकिँदैन। त्यसकारणले गर्दा जर्नल नै एउटा एकदमै एउटा हरेक ट्रान्जेक्सनको एउटा बेस या फाउन्डेसन पनि हो। अर्को भनेको चाहिँ इम्पोर्टेन्समा चाहिँ टु एभोइड द चान्सेस अफ ओमिटिङ टु रेकर्ड ट्रान्जेक्सन। सकेसम्म कुनै पनि ट्रान्जेक्सनहरू रेकर्ड राख्नबाट चाहिँ मिस नहोस् नका लागि नि जर्नलमा यी सबै ट्रान्जेक्सनको रेकर्ड राखिन्छ। अर्को भनेको चाहिँ अब हामी हेर्नेछौँ अर्को चाहिँ रुल्स अफ जर्नलाइजिङ है। जर्नल बनाउने तरिका, है जर्नललाई कसरी मेन्टेन गर्ने भन्ने कुरा दुईवटा रुल्स है। त्यो दुईवटा रुल्स चाहिँ के हो त भन्दा एउटा चाहिँ एकाउन्टको टाइप्सको बेसबाट र अर्को भनेको अकाउन्टिङ इक्वेसन है। अब यो जर्नल बनाउँदाखेरि चाहिँ टाइप्स अफ अकाउन्टको बेसिसबाट कसरी बनाइन्छ त भन्ने हामी अगाडिको स्लाइडमा हेर्ने नै छौँ है। अनि यो हेर्दै गर्दा मैले एक दुईवटा कुरा चाहिँ तपाईँलाई बताइहाल्छु। त्यो चाहिँ के हो भन्दाखेरि जर्नल भनेको चाहिँ यसलाई यसरी बुझ्न सकिन्छ कि जस्तै हामीले इङ्ग्लिस विषयमा अल्फाबेट नपढिकन अथवा एबिसिडी नपढिकन हामीलाई वर्डहरू या सेन्टेन्सहरू, ग्रामरहरू बुझ्न सक्दैनौँ, त्यसरी नै अकाउन्टमा पनि सबै फाइनेन्सियल ट्रान्जेक्सनहरूको बारेमा बुझ्नलाई सजिलो होस् भन्नको लागि हामीले जर्नललाई बुझ्न आवश्यक। त्यो जर्नल चाहिँ एउटा इङ्ग्लिस अल्फाबेटको एबिसिडी जस्तै हो है। जस्तै हामीले इङ्ग्लिसमा एबिसिडी पढ्छौँ त्यसरी नै जर्नलमा चाहिँ यो अकाउन्टमा चाहिँ हामी जर्नल पढ्छौँ है। यसलाई यसरी बुझौँ कि अकाउन्टमा एबिसिडी भनेको चाहिँ एउटा बेसिक रिक्वायरमेन्ट चाहिँ जर्नललाई हो है। अब आफै अगाडि बढ्नेछौँ। अब हेरौँ टाइप्स अफ अकाउन्टको बेसबाट हामीले कसरी जर्नललाई मेन्टेन गर्न सक्छौँ, त्यसको रुल्स के छ त। त्यसको लागि हामीले तीनवटा एकाउन्टहरूको बारेमा बुझ्नुपर्ने हुन्छ है। सो जर्नलमा हरेक ट्रान्जेक्सनको रेकर्ड राख्दाखेरि तीनवटा तरिकाले रेकर्ड राख्न सक्छौँ है। विच इज अन्डर टाइप्स अफ एकाउन्ट। एउटा चाहिँ पर्सनल एकाउन्ट है, जुन पर्सनल एकाउन्ट भनेको चाहिँ केसँग रिलेटेड छ त भन्दा कुनै पनि इन्डिभिजुअल या पर्सनसँग है। यदि हामीले कुनै पर्सनसँग ट्रान्जेक्सन गर्छौँ, सामान बेच्छौँ या लेनदेन गर्छौँ भने त्यो ट्रान्जेक्सन हामी पर्सनल एकाउन्टमा इन्क्लुड गर्न सक्छौँ। यसका पनि केही रुल्स छन् है। भनेको मतलब यदि हामी कोही पर्सनबाट सामान किन्छौँ या कुनै पर्सनलाई सामान बेच्छौँ भने त्यो बेलामा चाहिँ हाम्रो जर्नल राख्नुपर्ने रुल्स चाहिँ यसरी फलो हुन्छ, जसमा डेबिटमा रिसिभर र क्रेडिटमा चाहिँ गिभर है। सो रुल्स याद गर्नु होला, डेबिट द रिसिभर, क्रेडिट चाहिँ द गिभर। अर्को हाम्रो अकाउन्टको टाइप्स हुन्छ रियल अकाउन्ट। यो अकाउन्टसँग चाहिँ केसँग रिलेटेड छ भन्दा एसेट र प्रपर्टी है। इज रेकर्ड द ट्रान्जेक्सन रिलेटेड टु एसेट एन्ड प्रपर्टी है। यो ट्रान्जेक्सनसँग रिलेटेड अकाउन्टलाई हामी रियल अकाउन्ट भन्छ, जसमा प्रपर्टीहरू किनबेच हुन सक्छ है। सो यसमा चाहिँ जर्नल राख्ने रुल्स फेरि छुट्टै छ, जस अन्तर्गत डेबिट वाट्स कमिङ, अर्थात् जे आउँछ त्यसलाई डेबिटमा राख्ने र बिजनेस अर्गनाइजेसनबाट जे जान्छ त्यसलाई क्रेडिटमा राख्ने। अर्थात् बिजनेसमा आउने चिजलाई डेबिटमा र बिजनेसबाट बाहिर जाने चिजलाई क्रेडिटमा है। एउटा कुरो चाहिँ अझै मैले बताउन चाहेँ, यो सबै जर्नल बनाउँदाखेरि एकाउन्टिङ प्रोसेस मेन्टेन गर्दाखेरि हामीले बिजनेसमा के आयो र बिजनेसबाट के गयो है, र बिजनेसले कोसँग किन्यो, बिजनेसले कसलाई बेच्यो है, बिजनेसले कसलाई पेमेन्ट गर्यो र बिजनेसले कसबाट पेमेन्ट लियो। त्यो हरेक ट्रान्जेक्सनलाई एउटा बिजनेसको बेसबाट हेर्नुपर्ने हुन्छ है, नट बाई द बिजनेस ओनर अर इन्डिभिजुअल। ओके, अब अर्को हाम्रो थर्ड टाइप्स अफ अकाउन्टमा जाउँ, नोमिनल एकाउन्ट, जसमा चाहिँ कसैको ट्रान्जेक्सनको
हिसाबहरू हुन्छ भन्दाखेरि चाहिँ एक्सपेन्स, लस, इन्कम र प्रफिट त्यस्तो ट्रान्जेक्सन जसमा चाहिँ खर्च हुन्छ या इन्कम हुन्छ, प्रफिट या लस इन्भल्भ हुन्छ भने त्यस्तो रिलेटेड ट्रान्जेक्सनलाई हामी नोमिनल अकाउन्टको अन्डरमा राख्छौँ, जसमा डेबिट र क्रेडिट गर्ने रुल्स फरक छ। जसमा चाहिँ डेबिट गर्ने रुल्स चाहिँ के हुन्छ त भन्दा अल एक्सपेन्स लसेस, अनि क्रेडिटमा चाहिँ हुन्छ अल इन्कम एन्ड प्रफिट है। त हामीले यहाँ हेर्न सक्छौँ तीनवटा रुल्स छन् विच आर अन्डर टाइप्स अफ अकाउन्ट, पर्सनल अकाउन्ट, रियल अकाउन्ट, नोमिनल अकाउन्ट र सबैको डेबिट गर्ने रुल्स र क्रेडिट गर्ने रुल्सहरू फरक छ है। ओके, यो चाहिँ हामीले फर्मुला चाहिँ याद गर्नुपर्छ। जसरी हामीले एल्जेब्रामा, अटोमेटिकमा केही फर्मुलाहरू पढ्छौँ त्यसरी नै यहाँ अकाउन्टमा पनि केही यस्ता बेसिक फर्मुलाहरू छ। अनि यो फर्मुला नआउनु भनेको चाहिँ अकाउन्ट नजान्नु बराबर हो, यति तपाईँहरूले बुझ्नुपर्ने हुन्छ। ओके, अब अर्को रुल्सबाट पनि हामी जर्नललाई मेन्टेन गर्न सक्छौँ है। त हामीले यहाँ पढिरहेको कुरो चाहिँ के हो भने सबै फाइनेन्सियल ट्रान्जेक्सनलाई जर्नलमा इन्ट्री गर्दा डेबिट र क्रेडिटमा डिभाइड गर्छ र त्यो डेबिट र क्रेडिटलाई डिभाइड गर्दाखेरि कसरी हामीले मेन्टेन गर्छौँ भन्ने रुल्स हेरिरहेको है। त्यो हाम्रो अहिलेको नेक्स्ट सेसन छ रुल्स अफ जर्नलाइजिङ, जसमा चाहिँ एकाउन्टिङ इक्वेसन। त्यो एकाउन्टिङ इक्वेसनलाई फलो गर्ने हो भने डेबिट र क्रेडिटको रुल्स के हुन्छ त? र त्योभन्दा अगाडि तपाईँले हेर्न सक्नुहुन्छ यो हाम्रो एउटा इक्वेसन छ, यो चाहिँ एकाउन्टिङ इक्वेसन छ। एकाउन्टिङ इक्वेसन के हुन्छ भने एसेट इक्वल्स टु लायबिलिटी प्लस क्यापिटल, अर्थात् कुनै पनि बिजनेसको एसेटको भ्यालु भनेको त्यो कम्पनीको लायबिलिटी र क्यापिटलको समसँग इक्वल हुन्छ है। अवश्य यो अन्तर्गत चाहिँ हामीले रुल्स हेऱ्यो भने के छ त? डेबिटको रुल्स चाहिँ एसेट, लसेस, एक्सपेन्स इन्क्रिज भयो भने डेबिट है, भनेको आले इन्क्रिज भयो भने डेबिट र एलआइपी लिप है, लसेस, इन्कम, प्रफिट चाहिँ घट्यो भने डेबिट है। त्यो एसेट, लसेस, एक्सपेन्स यो बढ्यो भने एसेटको भ्यालु बढ्यो, लसको भ्यालु बढ्यो या एक्सपेन्स बढ्यो भने त्यसलाई हामी डेबिटमा राख्छौँ। यदि लायबिलिटीको, इन्कमको भ्यालु र प्रफिटको भ्यालु घट्यो भने त्यसलाई हामी डेबिटमा राख्छौँ। अब क्रेडिटमा त्यसैको रिभर्स छ है। आले इन्क्रिज हुँदा डेबिट हुन्छ भने आले डिक्रिज हुँदाखेरि क्रेडिट हुन्छ। जसरी एलआइपी डिक्रिज हुँदा डेबिट हुन्छ भने एलआइपी लायबिलिटी, इन्कम, प्रफिट चाहिँ इन्क्रिज भयो भने त्यसलाई क्रेडिटमा राख्छ। यो रुल्सहरू चाहिँ तपाईँले याद गर्दै गर्नु होला। पछि म जर्नलमा यो रुल्सहरूलाई एप्लाई गरेर हजुरलाई सिकाउने नै छु, अगाडि बढाउँला। भाइ बहिनीहरूले बुझ्दै हुनुहुन्छ होला भन्ने मैले आशा गरेको छु। हजुरलाई के त्यस्तो अप्ठ्यारो भयो भने हजुरले कमेन्टमा राख्न सक्नुहुन्छ। ओके, अकाउन्टिङ इक्वेसनको बारेमा कुरा गर्दै गर्दा हामीले के हो त अकाउन्टिङ इक्वेसन भन्दा यस्तो, अकाउन्टिङ इक्वेसनलाई हामी यसरी हिसाबमा देखाउन सक्छौँ, तर अहिले क्लास 9को लागि यो जरुरी छैन, 10मा त छँदै छैन। अर्को भनेको चाहिँ क्लास 11मा चाहिँ अकाउन्टिङ इक्वेसन लेसन छुट्टै छ, त्यो त हामीले पछि अकाउन्टिङ इक्वेसनलाई छुट्टै लेसनमा हेर्ने नै छौँ। यसलाई जस्ट एउटा अकाउन्टिङ इक्वेसन चाहिँ कसरी वर्कआउट हुन्छ त भन्ने कुरो चाहिँ हामीले एउटा स्याम्पलको रूपमा बताइदिएको है, यो जस्ट बुझ्नको लागि मात्रै हो। अनि अब हामी हेरौँ जर्नलको फर्मेट। सबभन्दा मोस्ट इम्पोर्टेन्ट चाहिँ हाम्रो यही नै छ। त्यो अकाउन्टमा हामीले सबै ट्रान्जेक्सनको रेकर्ड राख्दाखेरि एउटा सर्टेन स्पेसिफिक फर्मेटलाई फलो गर्छौँ। र जर्नललाई इन्ट्री गर्नको लागि हामीले युज गर्ने फर्मेट चाहिँ यस्तो हुन्छ है, जसमा हाम्रो यसमा चाहिँ 5वटा कोलम हुन्छ, जसमा डेट हुन्छ, पार्टिकुलर्स हुन्छ, एलएफ हुन्छ, डेट हुन्छ, सरी डेबिट हुन्छ र क्रेडिट हुन्छ। अब डेटमा हामीले कुन ट्रान्जेक्सनको डेट हो त्यही डेट राख्छौँ है। अनि त्यसपछि हामीले यहाँनिर हेर्नु पार्टिकुलर्समा यो जुन खाली छ डट डट डटवाला त्यो ठाउँमा चाहिँ हामी फिलअप गर्छौँ। अब यो फिलअप कसरी गर्ने भन्ने कुरो चाहिँ पछाडि हाम्रो इक्जाम्पल्सहरूमा छँदैछ। यसलाई हामीले यो फर्मेट हेरौँ र कहाँ कसरी भन्ने कुरो पनि हेरौँ है। यो डेबिटको आइटम हाम्रो फर्स्ट लाइनमा लेखिन्छ भने क्रेडिटको आइटम लेख्दा टु भनेर चाहिँ हामी लेख्न सक्छौँ है। सो डेबिटको आइटम लेख्दाखेरि थोरै बाहिर,
र क्रेडिटको आइटम लेख्दाखेरि थोरै भित्र गरेर हामीले लेख्नुपर्ने हुन्छ है। त्यो चाहिँ हाम्रो जर्नल बनाउनु पर्ने एउटा स्ट्यान्डर्ड या प्रोटोकल हो है। अनि डेबिटको अमाउन्टलाई हामी डेबिट कोलममा राख्छौँ र क्रेडिटको अमाउन्टलाई क्रेडिट कोलममा राख्छौँ। अनि अर्को बुझ्नुपर्ने कुरो चाहिँ यहाँ बिङ भनेर चाहिँ जुन खाली ठाउँ छ यसलाई हामी भर्नुपर्ने हुन्छ। यहाँ चाहिँ हामीले न्यारेसन लेख्नुपर्ने हुन्छ है। जस्तै हामीले म्याथमा चाहिँ बिङ अल्टरनेट एङ्गल बिङ करेस्पोन्डिङ एङ्गल लेखेर चाहिँ यहाँ पनि हामीले ट्रान्जेक्सनको एउटा डिटेल्स भनेको सर्ट डिटेल्स लेख्नुपर्ने हुन्छ, जसमा हामी अकाउन्टको भाषामा न्यारेसन है अथवा डिस्क्रिप्सन भनेर बुझ्न सक्छौँ है। लास्टमा डेबिटको आइटम र क्रेडिटको आइटमलाई जोडेर टोटल राख्नुपर्ने हुनेछ। ओके है। ओके, अब अगाडि बढौँ। अनि अर्को कुरो चाहिँ एलएफमा चाहिँ लेजर खोल्यो भन्छ, यहाँ चाहिँ हामीले भर्न आवश्यकता छैन। यहाँ चाहिँ लेजरको पेज नम्बर राखिन्छ है। जर्नल बनाइसके पछाडि चाहिँ लेजरमा हाल्नुपर्ने हुन्छ र यो जर्नल चाहिँ लेजर कुन चाहिँ लेजरको पेजमा छ त्यो चाहिँ हामीले नम्बर चाहिँ पेज नम्बर चाहिँ यहाँ मेन्सन गर्नुपर्ने हुन्छ है। र हामीले अहिले भरिराख्न आवश्यक छैन है। यो प्र्याक्टिकली चाहिँ गर्ने कुरो चाहिँ यस्तो हो। ओके, अब हामीले जर्नल बनाउँदाखेरि चाहिँ अघि मैले पनि बताएँ, जर्नल बनाउँदाखेरि इन्ट्री गर्दा हामीले केही कुराहरू ध्यानमा राख्नुपर्छ। सबैले कुरो चाहिँ मुख्य कुरो चाहिँ मैले माथि अहिले हाइलाइटमा राखेको छु। यो जर्नल बनाउँदाखेरि हामीले जस्तो मैले जर्नल बनाउँदैछु भने जर्नल बनाउँदा मैले के कुरामा ध्यान दिनुपर्छ भन्दा म एउटा बिजनेस हुँ भन्ने कुरा मैले ध्यानमा राख्नुपर्छ है। जुन भनेको बिजनेस इन्टाइटली कन्सेप्ट हो है। र यो कन्सेप्टले के भन्छ भने सबै ट्रान्जेक्सनलाई रेकर्ड राख्दाखेरि आफूले आफूलाई बिजनेस सम्झेर गर्नुपर्छ। अर्थात् बिजनेसले कसबाट सामान किने, म बिजनेसले कसलाई सामान बेचेँ, म बिजनेसले कोबाट पेमेन्ट लिएँ, म बिजनेसले कसलाई पेमेन्ट दिएँ होइन। यो सबै ट्रान्जेक्सनको हेर्ने पर्सपेक्टिभ चाहिँ बिजनेसको थ्रुबाट हुनुपर्छ है। बिजनेसको नाम इन्भल्भ हुँदैन ट्रान्जेक्सनभित्र भने कसलाई दियो, कोबाट लियो होइन, कोसँग किन्यो, कसलाई बेच्यो, यसरी चाहिँ कन्सिडर राख्नुपर्ने हुन्छ। र यो बाहेक चाहिँ हामीले अर्को ध्यान दिनुपर्ने कुरो चाहिँ के हुन्छ भने सबै ट्रान्जेक्सनलाई हामी डेबिट र क्रेडिट गरेर राख्छौँ है। सबै ट्रान्जेक्सनलाई डेबिट र क्रेडिटको पर्सपेक्टिभबाट हेर्नुपर्ने हुन्छ, अर्थात् दुई भागमा भाग लाउनु पर्ने हुनसक्छ है। र अनि हरेक ट्रान्जेक्सन चाहिँ कुन कुन अकाउन्टसँग रिलेटेड छन्, जस्तो अघि हामीले हेऱ्यौँ नि पर्सनल एकाउन्ट, रियल एकाउन्ट, नन रियल एकाउन्ट। त्यो ट्रान्जेक्सनको नेचरलाई हेरेर हामीले त्यो कुन चाहिँ एकाउन्टमा चाहिँ त्यो सुटेबल हुन्छ त फिट हुन्छ त्यो पनि हामीले कन्सिडर गर्नुपर्ने हुन्छ। अर्को चाहिँ डेबिट क्रेडिट गर्ने रुल्स पनि हामीले हेर्नुपर्ने हुन्छ, जुन चाहिँ हामीले अगाडिपट्टि हेरिसक्यौँ। र हरेक ट्रान्जेक्सनलाई चाहिँ डेट वाइज है, जुन ट्रान्जेक्सन फर्स्टमा आउँछ त्यसलाई हामी फर्स्टमा र सेकेन्ड ट्रान्जेक्सनलाई सेकेन्डमा, थर्ड गर्दै हामी एउटा कन्टिन्युस सिरिजमा मेन्टेन गर्छौँ है। यसको मतलब यो होइन कि पहिलो ट्रान्जेक्सनलाई लास्टमा लेख्ने र लास्टको ट्रान्जेक्सनलाई पहिलो लेख्ने होइन। ट्रान्जेक्सन जुन पहिला हुन्छ त्यसलाई एउटा अर्डरमा एउटा स्पेसिफिक ऱ्याङ्कमा हाल्नुपर्ने हुन्छ, जसलाई हामी क्रोनोलोजिकल अर्डर भन्छ। हुन्छ, हाम्रो यो कन्सिडरेसन पोइन्ट पछाडि हामी अगाडि बढ्नेछौँ। अब हामीले जर्नलमा चाहिँ सिक्ने सामान्यतया मेन बेसिक कुराहरू चाहिँ यहाँ छन्। यो बाहेक अरू पनि छन्, तर हामीले यति कुरा चाहिँ मुख्य रूपमा चाहिँ सिक्नुपर्ने हुन्छ है। अनि आजको भिडियोमा चाहिँ हामीले सबै चिजलाई कभर गर्न सक्दैनौँ होला, एक दुईवटा चिजहरूलाई हामी कभर गर्नेछौँ। जस्तो हामीले 1 र 2 लाई आज विशेष गरिकन ख्याल गर्नेछौँ होइन। 1 नम्बरमा हाम्रो के छ त, वेन बिजनेस कमेन्स विथ एसेट है। जब हामीले बिजनेस स्टार्ट गर्छौँ केही न केही प्रपर्टी या एसेटबाट बिजनेस स्टार्ट गर्छौँ है, त्यसको एउटा हामीले कसरी जर्नल बनाउने भन्ने कुरा हेर्नेछौँ भने ब्याङ्कमा पैसा डिपोजिट गर्दा र ब्याङ्कबाट पैसा निकाल्दा त्यसको ट्रान्जेक्सन कसरी लाग्छ हामी त्यो कुरालाई हेर्ने है। अरू हामी बाँकी सबै यो ट्रान्जेक्सन है आउने दिनमा बिस्तारै हेर्दै जानेछौँ है। हामी सबै एकैचोटि आज हेर्ने छैनौँ। ओके, अब हामीले सबैभन्दा फर्स्टमा हेर्ने पहिलो ट्रान्जेक्सनको टाइप्स भनेको चाहिँ वेन अ बिजनेस इज स्टार्टेड विथ क्यास, ब्याङ्क, फर्निचर, गुड्स भनेको बिजनेस सुरु गर्दाखेरि है, बिजनेस स्टार्ट गर्नको लागि हामीलाई धेरै कुराहरूको रिक्वायरमेन्ट हुनसक्छ है।
क्यास चाहिन्छ, हामीलाई फर्निचर चाहिन्छ हैन, अथवा त हामीलाई ब्याङ्क ब्यालेन्स चाहिन्छ होला या सामानहरू चाहिन्छ होला। त्यो बिजनेस स्टार्ट गर्नको लागि हामीलाई केही न केही कुराको रिक्वायरमेन्ट हुन्छ। र जब त्यो कुराहरूबाट हामीले बिजनेस स्टार्ट गर्छौँ भने त्यसको पनि हामीले रेकर्ड राख्नुपर्ने हुन्छ। र त्यो रेकर्ड राख्दाखेरि हामीले यसरी राख्नु है, जुन तपाईँले यहाँ स्क्रिनमा फर्मेट देख्न सक्नुहुन्छ। ओके, सो सबैभन्दा फर्स्टमा हामी यहाँ राख्छ के छ त भन्दा केबाट बिजनेस स्टार्ट गर्नु त, हामीले बिजनेसमा के ल्यायौँ त, बिजनेसमा हामीले के ल्यायौँ है, त्यो चिजलाई हामीले डेबिटमा राख्नुपर्ने। मैले अघि बताएँ यो सुरुको हामीले यो डेबिट आइटम है, जुन क्यास ब्याङ्क फर्निचर गुड्स भनेको डेबिट आइटम भनेको मतलब यसलाई हामीले अर्को भाषामा हामीले बिजनेसमा के इन्ट्रोड्युस गऱ्यौँ अथवा केबाट बिजनेस स्टार्ट गऱ्यौँ त्यसलाई हामी डेबिटमा राख्छौँ है। यदि हामीले बिजनेसमा क्यास ल्यायौँ भने क्यासलाई डेबिट गर्छौँ, चेक ल्याएको भए ब्याङ्कलाई डेबिट गर्छौँ, फर्निचर इन्ट्रोड्युस गरेको फर्निचरलाई डेबिट गर्छौँ, या अरू सामान ल्याएको छ भने हामी गुड्सलाई डेबिट गर्न सक्छौँ है। अब हामीले अघिको अकाउन्टको पर्सपेक्टिभबाट हेऱ्यौँ भने चाहिँ यहाँनिर बिजनेसमा आएको छ है, जब बिजनेसमा यो इन्ट्रोड्युस गरिन्छ है त्यो बिजनेसमा आएको मानिन्छ, बिजनेसमा आएको मानिन्छ। यसमा यो चाहिँ भनेको चाहिँ कसले ल्याउँछ त बिजनेसमा भन्दा बिजनेस अनर, जतिजनाले बिजनेसमा लगानी गर्छ तिनीहरूले बिजनेसमा ल्याउँछ। जस्तो क्यास इन्भेस्टमेन्टले बिजनेसमा क्यास ल्याउने काम गर्छ होइन, जसले ब्याङ्क ब्यालेन्सबाट बिजनेस स्टार्ट गर्छ उसले ब्याङ्कको पैसालाई बिजनेसमा ल्याउने गर्छ। सो बिजनेसमा आएकोदेखि है, सो यो भनेको रिसिभ भएको छ। सो हामीले अकाउन्टको रुल्समा हेरौँ, वाट्स फर्मिङ डेबिट अकर्डिङ टु रियल अकाउन्ट। सो यहाँ हाम्रो बिजनेसमा यसरी क्यास ल्याउँदा, ब्याङ्क ल्याउँदा, फर्निचर या गुड्स ल्याउँदा त्यो डेबिट हुन्छ, किनकि दे आर कमिङ इन बिजनेस अर्गनाइजेसन, तिनीहरू आएकोले डेबिट भयो। र अर्को भनेको चाहिँ क्रेडिटमा के हुन्छ त, टु क्यापिटल एकाउन्ट। अब यो क्यापिटल एकाउन्ट किन क्रेडिट हो भन्दा चाहिँ यो चाहिँ बिजनेसमा चाहिँ यो क्यास ब्याङ्क फर्निचर जुन आउँछ त्यो चाहिँ हामीलाई कसैले न कसैले दिएको हुन्छ, कन्ट्रिब्युट गरेको हुन्छ है। सो त्यही भएर चाहिँ हामी के गर्छौँ त क्यापिटल एकाउन्टलाई क्रेडिट गर्छौँ है। अथवा यसै पनि हेरौँ, धेरै इन्भेस्टर हुन्छन्, फन्ड रेजरहरू हुन्छन्, उनीहरूले के गरेको हुन्छ त भन्दा बिजनेसमा लगानी गरेको हुन्छ। लगानी गरेको कारणले उनीहरूको नामअनुसार चाहिँ राख्न सम्भव नहुने भएको भएर हामी त्यसको ठाउँमा के राख्छौँ, क्यापिटल एकाउन्ट। र अर्को तरिकाबाट हेऱ्यौँ भने चाहिँ बिजनेसमा त्यसरी क्यास ब्याङ्क फर्निचर गुड्स इन्ट्रोड्युस गर्दाखेरि के हुन्छ त, क्यापिटलको भ्यालु बढ्छ। बिजनेसमा क्यास पनि आउँछ सँगसँगै त्यसले क्यापिटलको भ्यालु पनि बढाउने गर्छ। त्यही भएर क्यास एकाउन्ट डेबिट, ब्याङ्क एकाउन्ट डेबिट, फर्निचर या गुड्स एकाउन्ट डेबिट हुन्छ। जे इन्ट्रोड्युस गरेर त्यसलाई डेबिटमा लाग्छ। क्यास भयो क्यास, ब्याङ्क भयो ब्याङ्क, फर्निचर भयो फर्निचर, क्यापिटल एकाउन्ट चाहिँ हाम्रो क्रेडिट हुन्छ। र नेरेसन चाहिँ हामीले के लेख्नु पर्ने हुन्छ, बिङ बिजनेस स्टार्ट विथ क्यास ब्याङ्क और फर्निचर है त। अब हामीले एउटा इक्जाम्पलबाट बुझ्ने है त। ल अब हेरौँ, बिजनेस स्टार्टेड विथ क्यास भनेर आएको है। ओके, बिजनेस स्टार्टेड विथ क्यास भनेर आएको छ। यहाँनिर कति छ त, 2 लाख है। बिजनेस स्टार्टेड विथ क्यास 2 लाख भनेर आएको छ। अब ओके, अब हामीले फरक इक्जाम्पल हेरौँ। अब यसको जर्नल के हुन्छ त, बिजनेस स्टार्ट विथ क्यास है 2 लाख। अर्को 2 नम्बरमा छ कमेन्ट्स बिजनेस विथ ब्याङ्क ब्यालेन्स है। सुरुमा 1 नम्बरमा क्यासबाट बिजनेस सुरु भएको छ, अर्कोमा ब्याङ्कबाट भएको छ, थर्ड नम्बरमा चाहिँ फर्निचरबाट भएको देखिन्छ, र लास्ट नम्बरमा चाहिँ गुड्स सामानबाट भएको देखिन्छ। अब सबैको ट्रान्जेक्सनलाई हामी 1 बाई 1 सल्भ गर्नेछौँ है। अघि मैले भने चाहिँ जेबाट बिजनेस स्टार्ट हुन्छ त्यसलाई हामी डेबिटमा राख्छौँ। र हाम्रो फर्स्ट नम्बरमा हेऱ्यो भने हाम्रो क्यासबाट बिजनेस सुरु भएको छ, बिजनेसमा क्यास आएको छ, त्यही भएर क्यास एकाउन्ट डेबिट, र यसले हाम्रो के गरेको छ त, बिजनेसमा क्यापिटलको भोल्युमलाई बढाएको छ है। त्यही भएर यो क्रेडिट, र क्यास आयो डेबिट र क्यापिटलको भ्यालु बढ्यो क्रेडिट। अब यसको नेरेसन है, यसरी हामीले लेख्दा अमाउन्ट याद गर्नु है। एउटै अमाउन्ट हामी दुई ठाउँमा राख्छौँ। अघि नै हामीले भनेको थियो नि कन्सिडरेसनमा, सबै ट्रान्जेक्सनलाई दुईवटा भागमा डिभाइड गर्छौँ, एउटा डेबिटमा र एउटा क्रेडिटमा है। त हामीले अमाउन्ट पनि के हुनुपर्ने, बराबर राख्नुपर्ने हुन्छ। भाग लगाउने होइन कि एउटै अमाउन्टलाई हामी दुई ठाउँमा सो गर्छौँ। त्यसपछि हामीले नेरेसन लेख्नुपर्ने हुन्छ, बिङ बिजनेस स्टार्ट विथ क्यास ब्याङ्क
फर्निचर है। यो चाहिँ हाम्रो न्यारेसन विच इज भेरी म्यान्डेटरी इन जर्नल इन्ट्री। ओके, सो हामीले क्यास टु क्यापिटल गर्ने। अब तल 2 नम्बरमा हेरौँ, कमेन्स बिजनेस विथ ब्याङ्क ब्यालेन्स 1,50,000। सो अहिले यहाँबाट केबाट बिजनेसबाट सुरु भएको छ त भन्दा ब्याङ्कबाट। सो यसको जर्नल के हुने भयो, माथिको स्ट्रक्चरलाई हेर्दाखेरि जेबाट बिजनेस स्टार्ट हुन्छ त्यसलाई डेबिटमा है, अथवा बिजनेसमा के इन्ट्रोड्युस भयो, के चाहिँ आयो त त्यसलाई डेबिटमा राख्ने। सो अहिले हाम्रो ब्याङ्क ब्यालेन्स इन्ट्रोड्युस भएको छ, ब्याङ्कको पैसा आयो, त्यही भएर हाम्रो के हुन्छ, ब्याङ्क अकाउन्ट डेबिट भयो। र जे इन्भेस्ट गरे तापनि ब्याङ्कमा जे इन्ट्रोड्युस गरे तापनि त्यसले क्यापिटललाई बढाउने काम हो है। ओके, सो हाम्रो क्यापिटल एकाउन्ट क्रेडिट भयो है। ओके, ब्याङ्क आयो डेबिट र अहिले क्यापिटलको भ्यालुलाई इन्क्रिमेन्ट गरेर है, बिजनेसमा लगानी गर्दा अहिले क्यापिटलको भ्यालुलाई बढाउँछ। अघि नै मैले यसको न्यारेसन के हुन्छ त, बिङ बिजनेस स्टार्टेड विथ ब्याङ्क ब्यालेन्स। ओके, अब अगाडि बढौँ। त्यसरी नै हाम्रो बिजनेस स्टार्ट भएको छ फर्निचरबाट, जसको भ्यालु चाहिँ 3 लाख है। अब यसको चाहिँ जर्नल के हुने भयो त, फर्निचर एकाउन्ट डेबिट टु क्यापिटल एकाउन्ट है। यहाँ सुजन्स क्यापिटल पनि लेख्न पाइयो, यहाँ क्यापिटल मात्रै लेख्न पाइयो, सुजनले बिजनेसमा इन्ट्रोड्युस गरेको भएन, सुजन्स क्यापिटल। अघि नै मैले तपाईँलाई एउटा कुरो बताएको थिएँ नि, जसले पैसा कन्ट्रिब्युट गर्छ उसले कन्ट्रिब्युट गर्ने भएको भएर त्यहाँनिर क्यापिटल एकाउन्ट पनि लेखिन्छ भने है। अब धेरैजनाले क्यापिटलहरू चाहिँ रेज गरेको हुन्छ, त्यही सबैको नाम राख्न सम्भव नभएको कमन रूपमा क्यापिटल लेख्छौँ, या अर्को भाषामा भन्दा क्यापिटलको भ्यालु बढ्ने भयो, त्यही भएर हामी क्रेडिट राख्छौँ है। लाइबिलिटिज बढ्यो भने क्रेडिट हुन्छ भनेर अघि हामीले हेरेका थियौँ। सो यहाँ बिजनेस स्टार्ट फर्निचरबाट भयो, त्यो फर्निचर एकाउन्ट डेबिट र क्यापिटल एकाउन्ट क्रेडिट। यसको न्यारेसन चाहिँ के हुन्छ त, बिङ सुजन इन्ट्रोड्युस फर्निचर इन बिजनेस। अब अर्को पनि हेरौँ, स्टार्टेड अ बिजनेस विथ गुड्स। र यसको जर्नल के हुने भयो त, बिजनेस चाहिँ गुड्सबाट सुरु भएको छ। सो गुड्स एकाउन्ट डेबिट अनि क्यापिटल एकाउन्ट क्रेडिट। यो सबै ट्रान्जेक्सनमा हेऱ्यो भने जेबाट बिजनेस भएको स्टार्ट भएको छ त्यसलाई हामीले डेबिटमा राख्यौँ, र सबैको ट्रान्जेक्सनको क्रेडिटमा चाहिँ हामीले क्यापिटल एकाउन्ट राख्यौँ। अब हामी लास्टमा निकाल्छौँ टोटल है। टोटल चाहिँ हामीले राख्नुपर्ने हुन्छ, डेबिटको टोटल 7 लाख र क्रेडिटको टोटल 7 लाख होइन, दुइटैको टोटल सेम नै हुनुपर्छ। यो यसरी राख्ने सिस्टमलाई चाहिँ हामी डबल इन्ट्री कन्सेप्ट है, डेबिट क्रेडिटमा 2 भागमा राख्यौँ र अमाउन्ट पनि इक्वली सो गऱ्यौँ। दिस इज कल्ड ड्युल कन्सेप्ट अर डबल इन्ट्री कन्सेप्ट। ओके, अहिले हामीले हेरेको चाहिँ बिजनेस स्टार्टको ट्रान्जेक्सन है, जसमा बिजनेस जेबाट स्टार्ट हुन्छ त्यसलाई डेबिटमा हाल्ने र क्यापिटल एकाउन्टलाई क्रेडिटमा हाल्ने, सिम्पल है। याद गर्नु होला, तपाईँले बुझ्दै हुनुहुन्छ भन्ने कुरा मैले आशा गरेको छु। ओके, अगाडि बढाउँ, हुन्छ भाइ बहिनीहरू। ओके, अब हामी हेर्नेछौँ ब्याङ्कमा पैसा डिपोजिट गर्दा के हुन्छ। अब हामीले बुझ्नुपर्ने कुरो के हो भने बिजनेस अर्गनाइजेसनले प्रायः यी ट्रान्जेक्सनहरू चाहिँ ब्याङ्कबाट गर्छ, ब्याङ्कबाट गर्छ। तर ब्याङ्क एकदमै इम्पोर्टेन्ट एउटा पेमेन्ट मेकानिजम या ट्रान्जेक्सन गर्ने एउटा पुल पनि हो। त्यही भएर अब बिजनेस अर्गनाइजेसनले जति पनि इन्कम कलेक्सन गर्छ त्यसलाई ब्याङ्कमा लगेर डिपोजिट गर्दा है। र त्यसलाई ब्याङ्कमा डिपोजिट गर्दाखेरि त्यसको पनि रेकर्ड राख्नुपर्ने हुन्छ। यसरी रेकर्ड राख्नको लागि जर्नल कसरी बनाइन्छ भने, सो जब हामीले बिजनेसबाट क्यासलाई ब्याङ्कमा डिपोजिट गर्छौँ भने के हुन्छ त, डेबिटमा ब्याङ्क एकाउन्ट र क्रेडिटमा के हुन्छ, क्यास एकाउन्ट। सो हामीले यसलाई कसरी हेर्नुपर्ने हुन्छ त भन्दा है, यसलाई चाहिँ हामीले अकाउन्टिङ क्वेसनबाट बुझ्यो भने अझ सजिलो होला है। सो हाम्रो ब्याङ्कमा पैसा बढ्छ, जब हामीले ब्याङ्कमा पैसा डिपोजिट गर्छौँ ब्याङ्कमा पैसा बढ्छ, त्यही भएर ब्याङ्क एकाउन्ट डेबिट भयो र हामीले गोजीमा भएको पैसा या हामीसँग भएको क्यासलाई डिपोजिट गर्दा क्यासको ब्यालेन्स घट्छ, ब्याङ्कमा बढ्छ, क्यास चाहिँ घट्छ है। त्यही भएर एक ठाउँमा हामीले हेऱ्यो भने एसेट बढेको छ, ब्याङ्कमा पैसा बढ्नु भनेको एसेट बढेको छ, त्यही भएर डेबिट भयो, र क्यासको ब्यालेन्स चाहिँ घटेको देखिन्छ, या हामीले होल्ड गरेको पैसा त्यो चाहिँ लेभल घट्ने भयो, त्यही भएर क्रेडिट भयो। अघि हामीले रुल्स हेरेको थियौँ नि, एसेट बढ्यो भने डेबिट अनि घट्यो भने क्रेडिट।
ब्याङ्कमा पैसा बढ्यो डेबिट, क्यास ब्यालेन्स कट्यो क्रेडिट। सो यसरी हेरौँ होइन। ओके, अब यसको न्यारेसन हामीले लेख्नुपर्ने हुन्छ बिङ क्यास अर चेक डिपोजिट इन्टु द ब्याङ्क। ओके, सो हामीले याद गर्नुपर्ने कुरो के हो भने यही क्वेसन्सलाई 3 तरिकाले सोध्न सक्छ। एउटा चाहिँ क्यास डिपोजिट, अर्को चाहिँ चेक डिपोजिट र अर्को चाहिँ अकाउन्ट ओपन एट ब्याङ्क। सबै ट्रान्जेक्सनले बुझाउनु खोजेको कुरो एउटै हो है। क्यास डिपोजिट गर्दा भने पैसै बढ्ने हो ब्याङ्कमा, चेक डिपोजिट गर्दा भने पैसै बढ्ने हो ब्याङ्कमा र अकाउन्ट ओपन गर्दा पनि ब्याङ्कमा पैसा नै बढ्छ है। र यसको न्यारेसन चाहिँ हामीले के लेख्छौँ बिङ क्यास अर चेक डिपोजिट इन्टु द ब्याङ्क। ओके, अब अर्को पनि हामीले फर्मुला हेरौँ। अब ब्याङ्कमा पैसा डिपोजिट गरे जस्तै ब्याङ्कबाट चाहेको बेलामा पैसा पनि निकाल्नु पर्ने हुन्छ र पैसा निकाल्दाखेरि हामीले बुझ्नुपर्ने कुरो चाहिँ दुईवटा पर्पज हुनसक्छ है। बिजनेस अर्गनाइजेसनले दुईवटा पर्पजको लागि ब्याङ्कबाट पैसा निकाल्छ। एउटा चाहिँ इन्डिभिजुअल पर्पजको लागि र अर्को चाहिँ अफिस पर्पजको लागि। अब यसको ट्रान्जेक्सन हामी वान बाई वान हेर्ने। सबभन्दा फर्स्टमा हेरौँ अफिसियल पर्पजको लागि पैसा निकाल्यो भने के हुन्छ त बिजनेस जसरी डिपोजिट गऱ्यो भने त्यसको रिभर्स हुन्छ, ठ्याक्कै अपोजिट हुन्छ। जब ब्याङ्कबाट पैसा निकाल्छ भने हाम्रो क्यासको ब्यालेन्स बढ्छ, क्यास एकाउन्ट डेबिट भयो, एसेट बढ्यो र ब्याङ्क एकाउन्ट क्रेडिट, किनभने ब्याङ्कको पैसा घट्छ। क्यास बढ्यो डेबिट, ब्याङ्कको ब्यालेन्स घट्यो क्रेडिट, एसेट बढ्यो डेबिट, एसेट घट्यो क्रेडिट। ओके, डिपोजिट र विथड्र फर अफिस युज चाहिँ ठ्याक्कै रिभर्स हुन्छ है। र न्यारेसन हामी सिम्पली के लेख्छौँ बिङ क्यास विथड्रन फर अफिस युज। ओके, अगाडि बढौँ। अर्को हाम्रो छ बिजनेसबाट है। यदि हामीले केही चिज विथड्र गर्छौँ, विथड्र भनेको चाहिँ निकाल्नु, बिजनेसबाट बिजनेस अनरले आफ्नो सेल्फ पर्पजको लागि केही चिज निकाल्छ, क्यास पनि निकाल्न सक्छ या सामान पनि निकाल्न सक्छ। त्यसरी पर्सनल युजको लागि केही चिज निकाल्छ भने त्यो बेलामा हामीले कसरी जर्नल इन्ट्री बनाउँछ त भन्दा डेबिटमा ड्रइङ गर्छौँ। ड्रइङ एकाउन्ट किन भनेको इन्डिभिजुअल पर्सनले चाहिँ बिजनेसबाट केही कुरो निकाल्छ भने बिजनेसको पर्सपेक्टिभबाट त्यो खर्च हो र त्यो खर्चलाई चाहिँ कसैले विथड्र गर्छ भने त्यो विथड्रको खर्चलाई बिजनेस पर्सपेक्टिभबाट एक्सपेन्स भएको भएर त्यसलाई ड्रइङ राखिन्छ है। त्यो जस्तो कसले विथड्र गरे, जस्तो एम्सले गरे कि एले गरे कि बीले गरे कि गीताले गरे कि उनीहरूको नाम अनुसार राखिन्छ। जस्तो सीतास ड्रइङ, गीतास ड्रइङ या अरू ड्रइङ। अब धेरैजनाको नामहरू चाहिँ त्यहाँ हुन सक्ने भएको भएर हामीले कमन रूपमा के लेख्न सक्छौँ त सिम्पली ड्रइङ है। गीताले निकालेको, सीताले निकालेको भनेर हामीले यसरी बुझ्न सक्छौँ है। यसरी चाहिँ हामीले एउटा इन्डिकेट गर्नको लागि ड्रइङ एकाउन्ट गीताले बिजनेसबाट निकालेको त्यसरी इन्डिकेट गर्नको लागि राख्छ। ड्रइङ एकाउन्ट अलवेज डेबिट र क्यास एकाउन्ट क्रेडिट। अब जे विथड्र गर्यो त्यसलाई क्रेडिटमा राख्छ। ड्रइङ एकाउन्ट अलवेज डेबिट र जे विथड्र गर्छ त्यसलाई हामी क्रेडिटमा राख्छ। कुन बेलामा पर्सनल युजको लागि है। पर्सनल युजलाई हामी प्राइभेट, डोमेस्टिक या प्रोप्राइटरी भनेर बुझ्न सक्छौँ है। यसमा ड्रइङ एकाउन्ट डेबिट टु क्यास एकाउन्ट, ड्रइङ एकाउन्ट डेबिट टु ब्याङ्क एकाउन्ट, ड्रइङ एकाउन्ट डेबिट गुड्स एकाउन्ट भनेर हामी बुझ्न सक्छौँ। ओके, तल पनि हामीले हेऱ्यो भने त्यही नै छ है। ड्रइङ टु यहाँनिर गुड्स। ओके, सो गुड्स विथड्र गर्दा, क्यास विथड्र गर्दा या चेक विथड्र गर्दा जे विथड्र गर्छ त्यसलाई क्रेडिटमा राख्ने र ड्रइङ एकाउन्ट जहिले पनि डेबिटमा राख्ने है। ड्रइङ चाहिँ एक्सपेन्स अर्गनाइजेसनको पर्सपेक्टिभबाट। अब हामीले यसलाई इक्जाम्पलबाट बुझ्नेछौँ। यहाँ 4वटा इक्जाम्पल छ है, डिपोजिट र विथड्रको 4वटा क्वेसन। ओके, सबभन्दा फर्स्टमा छ क्यास डिपोजिटेड इन्टु द ब्याङ्क है। क्यासलाई डिपोजिट गरेको छ। अब यसको जर्नललाई हामी हेर्नेछौँ। सबभन्दा फर्स्टमा छ हाम्रो के छ त भन्दा हेरौँ यसको जर्नल के हुन्छ त। हामीले डिपोजिट गर्दा के भनेको ब्याङ्कको ब्यालेन्स बढ्छ, डेबिट, क्यासको ब्यालेन्स घट्छ, क्रेडिट। ब्याङ्क एकाउन्ट डेबिट 10,000 टु क्यास एकाउन्ट क्रेडिट 10,000। ब्याङ्क टु क्यास है। अब यसको न्यारेसन हामी के लेख्छौँ ब्रिफिङ बिङ क्यास डिपोजिट इन्टु द ब्याङ्क। त्यो क्वेसनमा जे छ त्यसलाई हामी कपी गर्छौँ जस्ट अमाउन्टलाई छोडेर है, न्यारेसन लेख्दाखेरि सजिलो छ। अनि अर्को पनि हेरौँ चेक डिपोजिट इन्टु द ब्याङ्क।
ब्याङ्कमा चेक डिपोजिट गर्दा अघि नै मैले भने तपाईँलाई ब्याङ्कमा गएर चेक डिपोजिट गर्दा पनि त्यही हो, क्यास डिपोजिट गर्दा पनि त्यही हो, अकाउन्ट ओपन गर्दा पनि त्यही नै हो। सबै ट्रान्जेक्सनको फर्मुला एउटै हो, ब्याङ्क क्यास। ओके, यसको नेरेसन बिङ चेक डिपोजिट इन्टु द ब्याङ्क। अब अर्को पनि हेरौँ, विथड्रन क्यास रुपिज 8,000 फर अफिस युज है। अब अफिस युजको लागि पैसा निकाल्दा हाम्रो डेबिटमा के हुन्छ, क्यास एकाउन्ट डेबिट टु के त ब्याङ्क एकाउन्ट है। ओके, अघि नै हामीले हेरिसकेका छौँ, बिङ क्यास विथड्रन फर अफिस युज। ओके, क्यास आयो डेबिट, ब्याङ्कको ब्यालेन्स घट्यो क्रेडिट। ओके, अथवा क्यासको भ्यालु बढ्यो डेबिट, ब्याङ्क एकाउन्ट क्रेडिट, ब्याङ्कको पैसा घटेकोले। ओके, अर्को पनि हेरौँ, विथड्रन क्यास रुपिज 2,000 फर प्राइभेट युज। अब प्राइभेट युजको लागि, मेरो आफ्नो सेल्फ युजको लागि बिजनेसबाट केही निकाल्यो भने त्यो जहिले पनि ड्रइङ हुन्छ भनेर चाहिँ, सो हाम्रो ड्रइङ एकाउन्ट डेबिट हुन्छ र के विथड्र गरियो त त्यसलाई क्रेडिटमा लाग्यो। क्यास विथड्र गरे क्यास क्रेडिट, चेक विथड्र गरे ब्याङ्क क्रेडिट, अनि गुड्स विथड्र गरे गुड्स क्रेडिट। ओके, सो हामीले यहाँ बुझ्नुपर्ने कुरो के भने चेक भनेर हामीले त्यहाँ सबै ठाउँमा हामीले ब्याङ्कले रिप्लेस गर्छौँ है त। ओके, सो ड्रइङ टु क्यास, सो यसको नेरेसन हुन्छ बिङ क्यास विथड्रन फर पर्सनल युज। ओके, सो हाम्रो सबै ट्रान्जेक्सनको ओभरअल टोटल चाहिँ 25,000 डेबिटमा र 25,000 चाहिँ हाम्रो क्रेडिटमा। ओके, यहाँसम्म तपाईँले क्लास बुझ्नुभयो भन्ने कुरा मैले आशा राखेको छु। यदि हजुरलाई बुझ्न गाह्रो भयो भने फेरि तपाईँहरूले रिपिट गरेर हेर्न सक्नुहुन्छ, या कतै समस्या भयो भने तपाईँले कमेन्टमा प्रश्न राख्न सक्नुहुन्छ। हुन्छ, आज चाहिँ हामीले यति नै राख्नेछौँ। आज हामीले चाहिँ जर्नल कन्सेप्ट हेऱ्यौँ, जर्नल किन बनाउने भन्ने कुरो पनि हामीले हेऱ्यौँ, रुल्स हेऱ्यौँ, अनि फर्मेटको बारेमा हेऱ्यौँ, त्यसपछि दुईवटा ट्रान्जेक्सनको जर्नल हेऱ्यौँ, एउटा चाहिँ बिजनेस स्टार्ट र अर्को ब्याङ्क डिपोजिट र विथड्रल हुन्छ। आउने दिनमा हामी फेरि पनि अरू पनि ट्रान्जेक्सनहरूको रेकर्ड राख्ने तरिका सिक्दै जानेछौँ। त्यतिन्जेलसम्मको लागि यो भिडियोबाट चाहिँ म बिदा हुनेछु र बाँकी अर्को पार्टहरू चाहिँ हामी नेक्स्ट सेसनमा ल्याउनेछौँ, नेक्स्ट टाइम ल्याउनेछौँ। हुन्छ, त्यतिन्जेलसम्मको लागि म बिदा चाहन्छु। धन्यवाद, नमस्ते।